मुख्य अतिथि अनि अन्य अतिथिहरूलाई हाम्रा अत्यन्तै मिठो ब्लग बनी गोलो दामी हो हेलो गाइस वेलकम ब्याक टु माई भिडियो हैन आज चाहिँ म आफ्टर 3 इयर्स 3 इयर्सको ग्याप बाद चाहिँ फेरि क्यामेरा बोकेर हैन फोन बोकेर भ्लग सुट गरिरहेको छु। आज चाहिँ हामी फुटबल हेर्न आइरहेको छ यहाँनिर मङ्गलधुरामा चाहिँ सिन्कोना गोल्ड कप चाहिँ स्टार्ट भएको छ आजदेखि। अनि हामी चाहिँ यहीँनिर आइरहेको छ म अनि यहाँनिर साथीहरू छ केटाहरू छ हामी र कस्तो रहेछ हेरिदिउँ होइन। डिरेक्टर अफ सिन्कोना डिपार्टमेन्ट हुनुहुन्छ भने हाम्रा विशिष्ट अतिथि हामी आर्मी गाडीहरू देखिन्छ म त गाडी रिसुटेर हुन्छ नि यो चाहिँ उसको फलोवर्सहरूलाई चाहिँ दिएको नि फेरि बिसिएफए का प्लेयर्सहरू चाहिँ यहाँनिर वार्मअप गरिरहेको देख्न सकिरहेछ है। र यतापट्टि रेड जर्सीमा नाम्चीको प्लेयर्सहरू र हाम्रो स्टेडियम चाहिँ यस्तो चाहिँ मङ्गलधुराको गाइस क्राउडहरू पनि छ अलिअलि हल्का फुल्का हाम्रो केटाहरू क्राउडहरू पनि हल्का फुल्का आइसकेको छ त्यस्तो बेसी छैन सायद ओपनिङ म्याच हो त्यही भएर नआएको होला है। बिस्तारै आउँछ यहाँनिर क्राउडहरू आफ्टर सेकेन्ड राउन्डहरू बाद चाहिँ खचाखच हुन्छ है। आज हुने पहिलो म्याचको फाइनली गाइस प्लेयर्सहरू ला के हो यो चाहिँ आजको मेन रेफ्री प्लेयर्सहरू निस्किरहेको छ है। अल द बेस्ट टु द बोथ टिम्स सुरज रावत मे द बेस्ट टिम विन्स हैन। पहिलाको पानीमा के हो खेल्ने भन्दा चटक्क त रेफ्री पो छ त है रेफ्री छ त चटक्क है हल्का नेट छुयो मात्रै नै यो रेफ्री चाहिँ तर रेफ्री चाहिँ अन्टाइडी भएछ नि त है त्यहाँ हेर न भित्र त्यो विनर लगाएर नि र यसरी नै स्टार्ट भयो एकटा हो रेफ्रीको विसलसँगै गेम स्टार्ट भइसकेको छ। रातो जर्सीमा नाम्चीको प्लेयर्सहरूकोमा नाइस बल हो छ बल चाहिँ उडाउनु भएन नि त दामी हो अफसाइड अल्छी लाग्दो टाइपको क्या के हो यता प्याक मात्रै गर्छ त केटा हो दामी हो दामी भएको छ है कत्रै हिँडेको दामी छ है आइया अलिकति फर्स्ट टाइम अफ द डे नाइस तल हो आम्बो चान्चै दामी हो गोल आइया चान्स थिएन हो यार तल खाली त तल सर्टै आइया नाइस बल हो अफसाइड थिएन होला यो त उडेर आएको नि है अफसाइड थिएन यो चाहिँ आइया मिस पास हाल्छै कडा हिकन बढी आइया ला चान्स क्रस हाल्न अम्मो या यति पनि हाल्दैन यार
गोलो ट्राई नाइस हान्नु क्रस हान्नु भाइ दामी हो त्यहाँनिर चाहिँ देख्छु चाहिँ हाल्नु चान्स राम्रो गोलै भन त मामा ठिकै हो म चाहिँ कि 16 माइलको पयौँ बस्ती खोजबाट गोली खेल्ने माथि आएको केटाहरू त यहाँ नजाउँ भन्छ हो टाइम चाहिँ अहिले कति 3:16 भएपछि हाफ टाइम हेरेर जाउँ न फुल भयो हेरे अल्छी लागिसक्यो यहाँनिर घन्टा के गरेको हाल्यो नि आम्बो भिडियो नै यता गरिदिई पठाइदिइरहेको भिडियो गर्ने यस्तो छ घन्टा यस्तो दामी एट्याक हुन्छ गोल्ड कप पो खेलेको त भाइ हानेर जाउँ नाम्ची हाल्यो नि अम्बो ए थुक नाइस हौ अलिकति अम्बो अफसाइड भएन गोल हौ आम्बो दामी लु त आइया यो चाहिँ हाल्नु पऱ्यो है नाइस सेभ हो गोल बल्ल हाल्यो नाइस अब चाहिँ खतरा हुन्छ कि खेल्दा है मामा 7 नम्बरले गोल हालिसकेको छ नाम्चीकोबाट लु त भाइ हाल्दा के गरेको फर्स्ट हाफ भइसकेको छ र फर्स्ट हाफको स्कोर चाहिँ आफ्टर हाफ टाइम चाहिँ छ नाम्ची 1 एन्ड को भयो बर्मेक 0 राम्रो हुँदैछ म्याच है हल्का अब स्लो स्टार्ट चाहिँ खतरा हुन्छ कि सेकेन्ड हाफ स्टार्ट हुनु भइरहेको छ अब चाहिँ रेड जर्सी नाम्ची जसले चाहिँ 1 गोल हालिसकेको छ र अर्को टिमले चाहिँ 1 गोल हाल्नु पर्ने हुन्छ अब तपाईहरुलाई खाली यो स्पेस सबैलाई चौधले त यार कन्ट्रोल गर्नै सकेन त र हामी सबैलाई नाइस लक देख्थ्यो नि है कोमा बाटिरा रहेछ जग्गा अम्मो डिसिजन त राम्रै देख्दैन न यहाँ माथि चाहिँ फेरि पनि नाम्चीले फ्री किक पाएको छ केही रियाक्सनै छैन केटाहरूको मुखतिर फोल्ड ब्लक भयो नि भन्यो त है यो नि सर्ट त्यही भइसकेको छ
खाइदिउँ न हौ। तिमी भिडियोमा फोकस गर न मन खान्छ नि अन्त अघि खाँदिएको त्यसो खुट्टा छुटेको होला या इन्जरी भएछ है फ्री किक फर मोर्मेक स्कोर चाहिँ स्टिल 1-0 नै छ चेन्ज चाहिँ भएछ नि नाइस सर्ट थियो यतिको चाहिँ हान्नु पऱ्यो नि चिक्नै खाइदियो BCFA को कोच रहेछ यहाँनिर चाहिँ सायद ढिला न यार गोलो अय्या के गरेको यो मान्छेले कमेडी कोही छैन यार नाइस बोलो किन नकुदेको तिमी सोम अन्डा भनेर 14 नम्बर गोल हाल न एक गोल छ एक गोल होइन मैले चलायो मरानी खिलाको अम्बो गोलो थुक भर्खर हाफ टाइम भयो Namio 4 नम्बर आई हाम्रो यिनीहरू त यार यिनीहरू बर्मेकको त कोही त होइन बङ्गालीहरूको त टप प्लेयरहरू होला त यिनीहरूकोमा खोइ खेल्नु आफैले झन्डै भन्छ गोल्ड कप भइरहेको यहाँ हालिदिनु मामा गोल्ड कप चाहिँ यहाँ भएछ है गाइस ल है गाइस अब चाहिँ सक्नु आँटे फुटबल पनि है एकदमै टु बी अनेस्ट होइन एकदमै बोरिङ म्याच भइरहेको छ अहिले चाहिँ तेरा किन जानु त्यतिर किन चाहिँ जानु अम्बो माथि दिइराखेको रहेछ त अन्त कमन 1 मिनेट छ सब अडियन्सहरू पनि पुरै फ्रस्ट्रेट भइरहेछ क्या सोचेको जस्तो गेम भएन है आज चाहिँ पुरै जुम गरी पठाइदिनु ल गाइस म्याच पनि सक्यो है अब चाहिँ एन्ड द स्कोर इज 1-0 Sinalchu Namchi 1 Mormec FC 0 मञ्चमा बोलाउँछु भने आज एसएसको हाम्रो टु बी अनेस्ट होइन एकदमै बोरिङ लाग्यो आज कस्तो लाग्यो स्वागत एकदमै बोरिङ लाग्यो आजको हैन लाइक अब फर्स्ट म्याच भएर मान्छेहरू थियो चाहिँ नि के अल्छी लाग्दो भयो म्याच चाहिँ अल्छी लाग्दो भयो है जे होस् अब के गर्नु तिमीलाई पनि अल्छी लाग्यो स्वागत अल्छी लाग्दियो अब भोलि आउनु तिमीलाई पनि अल्छी लाग्यो अनि जल डरलाग्दो सबलाई सोधिहाले त अब के भन्नु हैन तिमीलाई सोधेँ छुइनँ मैले म आफै भन्छु तिमीलाई सोधेँ छुइनँ मैले मलाई चाहिँ पुरै अल्छी लाग्यो साच्चै ए ठिक छ ल सक्यो है सक्यो अब अब भोलि नभए पर्सि फेरि कन्टिन्यू आयो भने साह्रो पर्छ नि त खर्च पानी कामहरू गर्नु पऱ्यो होइन सब बन्दोबस्त गरेर आउनुपर्छ क्या त्यही म्याच यस्तो बोरिङ म्याच भयो मन दुख्छ नि त ल भयो राख्दै ल लाइक